ल अब हामी सेटबाट सिमी गाउँतर्फ लाग्यौँ है। नवीनको जिल्ला एउटा हैन नवीन एउटा के बनाउनु भएको भनिदिनु न त ल आमाले। आमा त अमेरिका पुगेर आएको नि। हो आमा? हजुर। अमेरिका नि गइसक्नु भयो? हुनु चाहिँ हो। 2-3 वर्ष। 2-3 वर्ष बसेर आउनु भएको? 2-3 वर्ष होइन 1.5 वर्ष। 1.5 वर्ष बसेर आउनु भयो? 6 महिना 6 महिना 6 महिना अमेरिकामै 3 फेर। 3 फेर ए 6 महिना 1 फेर 6 महिना 2 फेर गर्दा 12 महिना भयो। 1 वर्ष भयो। 3 चोटि गर्थ्यो नि। त्यहाँबाट 3 चोटि गर्दा 6 महिना 1.5 वर्ष भयो। अमेरिका पुगेर आइसक्नु भएछ। अमेरिका राम्रो कि यता राम्रो त? शाबास खानजी शाबास। ठिकै। यता काम गर्नुपर्ने रहेछ उता? उता त काम गर्दैन। अब कुखुरा पालन छ, कुखुरा हेर्छ, बच्चा छोरीको बच्चा हेर्छ। भेज खानीलाई अन्त एउटा तरकारी अरु केही छैन? गुड नाइट फ्रम सिमी गाउँ, एन्ड अफ द डे 1। काटेर जत्रो ब्याग हुन्छ त्यसको 4 5 बार हुन्छ हुँदैन भाइ। यो मेरो पछाडि देखेको हिमाल चाहिँ माउन्ट गौरीशङ्कर हो। यो तलैदेखि देखिरहेको थियो अनि बिचबिचमा राम्रोसँग चाहिँ भ्यू चाहिँ देख्नु पाएको थिएन। अनि यहाँ अलिकति माथि आइपुगेपछि चाहिँ एउटा खुल्ला ठाउँ रहेछ अनि यो हिमाल पनि मजाले क्लियरली देखिरहेको छ। अनि यहाँ चाहिँ नजिकै गोठ पनि छ र एकैछिन यो सनलाइट पनि राम्रो आएको छ यहाँनिर चाहिँ। भित्र जङ्गलबाट आउँदा अलिक चिसो नि भयो। अब यहाँ चाहिँ एकैछिन बसेर हामी चाहिँ बिस्कुट पानीहरू खान्छौँ र रेस्ट पनि गर्छौँ एकछिन। माथि बनबाट झारेको आज पो झाडु छ। त्यो नुन खोजेर आएको। नुन खोजेर आफै आउँछ? नुन खोजेर? त्यो नुन खोजेर आउँछ यो। ए आफै माथि बस्छ अनि तल आफै आउँछ? गोठहरू चाहिँ माथि नि छ? गोठ छैन, त्यत्तिकै जङ्गलमा बस्छ?
हामी बेडिङ आइपुग्नै लाग्यो यहाँ घरहरू देखिसक्यो होटेलहरू 12 घन्टा जति लाग्ला सो फाइनल्ली हामी चाहिँ बेडिङ भिलेज आइसकेका छौँ अनि बेडिङमा आइसकेपछि चाहिँ छुट्टै भाइब छ यहाँ चाहिँ हामीले याक चौरी गाईहरू पनि देख्न थालिसक्यौँ अनि यहाँको भिलेज पनि कस्तो राम्रो देखिरहेको छ यता माथिपट्टि हिमाल पनि छ ल अहिले चाहिँ हामी बेडिङ गाउँमा आएर बेडिङ होटेलमा बसेर मजाले आराम गर्दै फुरुन्दाना खाँदैछौँ अब आफूले यो चामलहरू चाहिँ दाल चामल चिनी मैदा सबै मान्छे
फाइनली अब चाहिँ हिमाल पनि देखिसकेको छ। अब भने चाहिँ हिँड्नलाई अझै मजा आउँछ। Live snowfall in Na village. यहाँ मोटो घटी कर भगवान छ न ए 0.8 मा परेछ यार फोटो खिच्दै भने नि त एक डेढ घन्टा घाम जान्छ ढिलाउँछ होला सो गुड मर्निङ सबैजनालाई ना गाउँबाट अहिले चाहिँ हामी छोरोल्पा पालतिर जाँदैछौँ। अहिले बिहानको 7:30 जति भइसक्यो। अब छोरोल्पा जान चाहिँ अलि ढिलै भयो। हाई गाइज, आज चाहिँ हामी छोरोल्पा जाँदैछौँ अनि बाटो चाहिँ यही हो। यस्तो छ, दामी छ। हाम्रो साथीहरू चाहिँ कहाँ कहाँ थाहा छैन। हामी छिटो छिटो हिँडेर आएको, अलिक छिटो अगाडि पुगेर राम्रो भिडियो खिच्न पाइन्छ कि भएर। बिगिनर हाइकिङ हो नि त पुनीहरू त हिँड्ने ठिक छ। छोरोल्पा आइपुग्यो। म एक्लै बस्दैछु। मस्त The photo is much better from खिचिसक्यो नि म खाँदै खिच्छ। एकछिन बिस्तारै गर्दा हुन्छ के भन्नु। अब खाना दाल बनाउने
भेट्यो नि ला ट्रेल नै ट्रेल हामी यहाँ अग्लो डाँडोमा पुगेका छौँ। दुधकुण्ड चाहिँ यो देखेको खैरो डाँडा भन्दा अगाडिपट्टि हामपट्टिको साइडमा चाहिँ हुनसक्छ। अलिकति अफ ट्रेल छ यो चाहिँ। अनि यहाँनिर चाहिँ अगाडि ट्रेल छ, फेरि भेटाएर त्यो ट्रेललाई फलो गर्छौँ। यहाँ माथि आइपुगेपछि चाहिँ सिन चाहिँ एकदम खतरा देखिरहेछ। यहाँबाट त यतिको बाटो यतै हो के यता बाटो गयो नि होइन यो टाढो गएर अनि ऊ त्यहाँ घुमेर अनि त्यहाँ जाने बाटोबाट जाने हो कि हिँड्न बाटो हिँड्न हान्नान् फुट्दैन जति हाल्यो ए यो उकालो उक्लेपछि चाहिँ ठुल्ठुलो ढुङ्गाको बाटो छ। अनि यहाँ चाहिँ बाटो हराएको छ अब चाहिँ हामी। यहाँ चाहिँ यस्तो ठुलो ढुङ्गाको बाटो छ। बाटै कन्फ्युजिङ हुने गरी अनि अलिकति माथि आएपछि सन्देशले बाटो भेटायो। अब चाहिँ पुगिन्छ होला दुधकुण्ड। माथि गएपछि अलिक त्यस्तो ढुङ्गा चाहिँ छैन। माथि जाने त्यो टाढा गयो तिनीहरू कता तलै छन् यता त होइन होला नि त्यहाँ हेर त होइन। दुधकुण्ड चाहिँ तल छोरालपाबाट देखिने यो खैरो ठुलो डाँडाभन्दा अगाडिपट्टि छ है।
It's 5:30 इभिनिङ अनि हामी चाहिँ अहिले बेडिङ गाउँ आइपुग्यौँ। तिमी के भनिराख्नु पर्ने कि अलिकति माथि हेर्छौ काटा हो रात को खाना खाँदैछौँ हामी यहाँ। Welcome. My whole name is Tessie Squad. You may can come in this hotel because this hotel is at the Gauri Shankar building. Thanks for the introduction. Bye. Tibetan bread and tarkari breakfast at bedding. गौरी शङ्कर हिमालय हाम्रो पूजा जारी छ। भएन यहाँ 5 लाख यतापट्टि चलिकोटबाट यता लगाएपछि मात्रै मान्छे होला नि पोटरको काम गरिरहेको छौँ। अब चाहिँ हामी छेडछेडतिर लाग्यौँ। अहिले हाम्रो समय त्यस्तै 5:30 बजेको होला। हामीले यहाँ चाहिँ सिमी गाउँमा आएर चिया खाएर तल छेडछेडमा रुम बुक गरेर बिस्तारो ओर्लिँदैछौँ। हामी चाहिँ नाम नखुलिएको कालो पदार्थ हो कि अब हामी बिस्तारो छेडछेडतिर लागेका छौँ। यो त मेरोमा पो हो त बन्दा ल अस्ति फर्स्ट दिन सिमी गाउँदाखेरि बनाउँदै गरेको निगालोको यो गोठलाई छोप्ने के हो भन्छ यसलाई टर्च बालेर हामी चाहिँ छेड पुग्दा अब तलतिर छेड बजार